तपाईको पुरा नाम? मेरो नाम प्रज्वल खड्का हो भाइ। यो आगलाई कति बजीतिर भएको थियो अनि कस्तो अवस्था थियो त्यति? अब भाइ यो टाइम चाहिँ मैले याद गरिनँ होइन, तर मेरो टाइम अनुसार चाहिँ के भएको थियो भने अब चिलाक्स हुन्छ नि, भर्खर यसो बिहान भइरहेको थियो आफ्नो सुनमा कफी खाएर बसिरहेको थिएँ कि, अनि म मेरो छोरी अनि मेरो बुढी हामीहरू सँगै बसिरहेको थिएँ। अनि म चाहिँ आई वाज डुइङ समथिङ अन माई ल्यापटप हुन्छ नि, डुङडुङ गऱ्यो। अनि बुढीले के पड्क्यो भने अब आफू त युज टु भाइ पड्किने होइन, यहाँ ट्रान्समिटर पड्किन्छ कहिले के पड्कियो होला नि भनेको एकैछिनपछि फेरि डुङडुङ गऱ्यो। अनि बुढीले होइन यहाँनिर कवाडकोमा के पड्कियो जस्तो छ भनेर उनीहरू अर्कोतिर गऱ्यो हेऱ्यो, ए यहाँ आगो लागेछ भने मलाई खासै त्यस्तो इन्ट्रेस्ट लागेन भयो, त्यो शान्ति नै आगो भन्नु थालेको भरे एकैछिनपछि ब्राङ 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 गर्नु थाल्यो। अनि मैले हेर्न गएँ, अनि त्यहाँ मैले त्यो क्यानहरू हुन्छ नि, स्प्रे क्यानहरू क्या, त्यो अघि मैले उडे त्यो हेरेँ पनि त्यो बडी स्प्रेको क्यान रहेछ, त्यसमा अब सुरु भएको। अनि बिचराहरू पानी हाल्दै थियो, मैले हुन्छ नि पानी नहाल भाइ काम गर्नेवाला छ नि त्यहाँबाट भाग भने मैले, बिचरा भागेन 3-4 जना थियो, अनि एउटा चाहिँ घाइते नै थियो, त्यही पनि उनीहरू पानी लिएर गएर हाल्दै थियो। मैले भाग भाइ त्यहाँबाट ग्यास, मलाई त थाहा थियो यिनीहरूको सिलिन्डर कता छ है, त्यहाँबाट सिलिन्डर चाहिँ निकाल भाइ भाग छोड्छ होला भने मैले फोन गरिदिएँ पुलिसलाई त्यहाँबाट। अनि एकैछिनपछि मेरो नि अलिकति दिमाग आयो कि त्यहीँ गएर अनि माथि गएर क्यामेरा लिएर गएर लिइरहेको थिएँ मैले सर्ट्स, त्यहाँबाट चाहिँ रियल आगो सुरु भयो, डाटा त्यो माल्टाबारा पड्काएर छोड्छ नि बानेर के, त्यस्तै सुरु भयो टुई अन्त क्यानहरू पनि टुई उड्न थाल्यो। भाइ यो हुन्छ नि सिरियामा बसिराख्नु ठिक छैन भनेर ताप दियो भाइ।